चिकन रोस्ट ल साथीहरु आजको मुकबाङ चाहिँ चिकन रोस्ट अनि पोस्ट अनि 2 PM 4वटा अनि गोलभेडाको अचार अनि कोक है साथीहरु। हेलो एभ्रीवान नमस्ते पुण्य व्यञ्जन च्यानल फेरि पनि यहाँलाई धेरै धेरै स्वागत छ ल साथीहरु ह्यापी विजय दशमी है सबै युट्युबको फ्यामिलीहरुलाई सबैजनालाई साथीहरुलाई ह्यापी विजय दशमी all of you सबैलाई अनि आज चाहिँ हामीले चिकन रोस्टको साथमा आएको छौँ साथीहरु डायमन्ड अनि यो चाहिँ डोमेस्टिक अनि अलिकति अनि यो चाहिँ गोलभेडाको अचार साथीहरु यो कस्तो तिल राखे जस्तै भएको छ भने तर यो तिल राखे हैन यो गोलभेडा अनि रातो खुर्सानी मात्रै हो तर कस्तो कलर आएको है बेसर हाल्दैछ अपेक्षाले हैन यो छोरीले बनायो हो के अनि मैले त बेसर हाल्दैछ अनि त्यही भएर खुवाएन तर पकाएर अनि मिक्सरमा पकाउँदाखेरि बेसर हालेको भएर ल साथीहरु कोकको साथमा आछौँ चियर्स कोकबाट सुरु गर्नु पर्यो खाए है साथीहरु पोच छ यहाँ पोच चाहिँ एउटा मात्रै ल्याएको आज खास यसो राख्नु पर्ने तपाईँ पोच ठ्याक्कै यहाँ राख्नु जबरजस्ती राख्नु भएन मसला त 4वटा राखेको अचार चाहिँ पिरो छैन राख्ने खुर्सानी खुर्सानी छ नि किन राम्रो देख्नु पर्यो पिरो भयो राख्नु अलि पछि माग्ने पिरो भन्नु ल साथीहरु खाए है करेन्ट भने के भने 2 PM है साथीहरु 4वटा एकदम ठुलो बिग बाइट थम्बनेल चाहिँ यसरी बनाउनु पर्ला यसरी बनाउनु त यसरी हाँस्नु त ल बिग बाइट मिठो थम्बनेल बनाउनु तपाईँ किन रिसाइरहेको छ मासु बिग्रिन्छ पहिला अन्डा खाने म त सलेट जस Jason, मेरो एकदम स्पेशल है मेरो डायमन्ड मिठो कस्तो बनाएछ अचार खानु पर्यो मिठो भयो मिठो खुर्सानी त मैले हालेको पिरो भएछ लुस्ने हो मासु कता कुद्छ कहाँ कुद्छ जाऊ त जाऊ
जा त अब फ्लाबिला भयो यो चकचके के हो यो चकचके कहाँबाट कुद्दै कुद्दै आइपुग्यो जाऊ 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 भित्र राख्नु पर्यो क्या प्लेट चाहिँ एउटा थाहा नि यो थाइको साइडको टाइममा खाने तिमी खाइ खाऊ त नाइ म त यो पिस खान्छु क्या दिमाग खराब गरे फ्लाबिले दिमाग खराब गरे यहाँ डिस्टर्ब भयो भिडियो बनाउनु बुदाङ तपाईँले फोन तल राखेर आउनु भयो दुइटै हुन्छ पिरो भयो अचार त पिरो भएछ Terus nggak ada mana? पिरो भयो आफै पिरो खानु भन्छ नि पिरो भन्छ चौचो खाइसक्यो जस्तो लागेन चौचो साठीको त होइन होला है थोरै हालेको खानु सकेन खालि त्यसो
फुटिहाल्यो नि कता खाँदाउने हो फुटे वेट पनि बढ्यो खानेकुरा पनि धेरै बढ्यो दाम दुई पिसले पुग्थ्यो अरू होला 3 पिस खाएछ मासु डायमन्ड त थाहै नखाने करम कुटा करम होइन बुढो उसको किलाको के साइड हुन्छ नि करम त ल्याउँदै ल्याउनु खान्न सक्दै सक्दैन अब नसक्ने हो र हात पर्यो खाने बेला लिक्विडहरू नखाने भन्ने कुरा गरेको बानी लाग्छ भिडियो बनाउनु पर्यो भनेर बुझ्ला हेरिदिनुहोस् है भिडियोहरू हेरेर मनोरञ्जन दिनु होला हामी चारवटा चिउरा खान्थ्यौँ मजाले पराए करेन्ट खाएर बच्चाहरू चिउरा खाँदैन नि त धेरै भयो Finish. साथीले करेन्ट चाहिँ खान सक्यो एकपछि खान्छु साथीहरू है यति करेन्ट खाइसकेन बुढोले सबै खानुभयो अनि 2 पिस मासु खाइसकेन यो अचार अहिले एकछिनमा खाने साथीहरू त साथीहरू भिडियो जे जस्तो भए पनि हेरिदिनु भएको धेरै धेरै धन्यवाद मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गरिदिनु होला भिडियो के कस्तो भयो कमेन्ट गर्नु होला भन्दै बिदा दिन्छु हस्त बाइ बाइ सी यू